हेलो सेवारो नमस्ते। फेरि पनि तपाईहरुलाई एउटा भिसा सम्बन्धी नै जानकारी लिएर आएको छु। यो भिसा फर इन्टरनेशनल स्टुडेन्ट्स इन कोरिया है। दिस इज द बेस्ट वान है। मलाई चाहिँ अहिलेसम्मको जहाँसम्म लागेको दिस इज द बेस्ट वान विच इज E7M भिसा। E7M भिसा भनेर चाहिँ एउटा नयाँ भिसा लन्च हुन गइरहेको छ। लन्च भइसकेको छैन है, लन्च हुन गइरहेको छ। कोरियन इमिग्रेसनले चाहिँ यो पोलिसी ल्याइसकेको छ, उसले सूचना जारी गरिसकेको छ। यो E7M भन्ने भिसा चाहिँ के हो त भन्दै हुनुहुन्छ भने हप्तामा 35 घण्टासम्म काम गर्न पाउने गरी रिलेटेड सेक्टरमा, अब त्यसमा चाहिँ के रिलेटेड कोर्सहरू गर्न पाइने भन्दाखेरि चाहिँ स्पेशल्ली यहाँ चाहिँ तपाईको चाहिँ कोर्सहरू पनि छुट्याइएको छ। यो ह्युमेनिटिजहरुमा हुँदैन है। यो चाहिँ स्पेसिफिक म्यानुफ्याक्चरिङ सेक्टरको, यिनीहरूको चाहिँ यो म्यानुफ्याक्चरिङ चाहिँ अलिकति समस्यामा हुँदै गएकोले, मेन पावर अभाव हुँदै गएकोले त्यसमा सहयोग पुगोस् भन्ने हिसाबले चाहिँ यो नयाँ चाहिँ भिसा लन्च हुन गइरहेको छ। यो भिसा चाहिँ जनवरी 2026 देखि 31 डिसेम्बर 2027 यानि कि 2 इयर्सको लागि रनिङ हुन गइरहेको छ। यसमा विभिन्न क्राइटेरियाहरू छुट्याइएको छ। त्यसमा मैले तपाईहरुलाई संक्षिप्तमा थोरै जानकारी दिन चाहन्छु। तपाईहरुले यो अपर्चुनिटी चाहिँ ग्र्याब गर्नुभयो भने आई थिंक करियर राम्रै हुन्छ है त। त्यसको लागि चाहिँ अब तपाईको के छ भने यसमा 22 वटा युनिभर्सिटीहरु चाहिँ क्याटेगोराइज गरिएको छ, गभर्नमेन्टले तोकेको छ। यो 22 वटा युनिभर्सिटीहरुले मात्रै यो भिसा प्रोग्राम चाहिँ चलाउन पाउँछन् है, अरूले चाहिँ पाउँदैनन्। त्यस अन्तर्गतमा पनि अब के चाहिँ गर्न पाउने त भन्दाखेरि यिनीहरु चाहिँ यो पाइलट प्रोग्राम चाहिँ म्यानुफ्याक्चरिङ रिलेटेड सब्जेक्टहरुमा मात्रै यो हुनेछ है। यो चाहिँ कसो भने ट्रेनिङ ट्राइब प्रोफेसनल टेक्निकल डिपार्टमेन्ट भनेर चाहिँ यसलाई नामाकरण गरेर उनीहरुले त्यो युनिभर्सिटीहरुले चलाउनु पर्ने छ हैन। यो भिसामा चाहिँ तपाईको ह्युमेनिटिज, सोशल साइन्स, आर्ट्स, एथलेट, यो अरु डिपार्टमेन्टको मान्छेहरुले चाहिँ यो सेक्टरमा चाहिँ पढ्न पाइदैन अथवा एप्लाई गर्न पाइदैन। तर अप्सन के छ भन्दाखेरि तपाई पढ्दै हुनुहुन्छ, यो ट्रेनिङ भिसामा चाहिँ ट्रान्सफर गर्न चाहनुहुन्छ, तपाईको मेजर अर्को हो भने यस यु क्यान ट्रान्सफर इनसाइड कोरिया है। तर चाहिँ जहीँ पनि हुन्छ है साथी हो। यसले भिसा त्यतिकै बनाउने होइन नि, उसको देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन र आफ्नो तपाईको चाहिँ आर्थिकलाई व्यवस्थित गर्न, अझै चाहिँ समुन्नत राष्ट्र बनाउनको लागि बनाउने हो नि त उनीहरुले त। तर के छ भन्नुहुन्छ भने यो भिसाको लागि तपाईले एटलिस्ट टपिक लेभल कति भनेको छ, एटलिस्ट 3 टपिक लेभल 3 अथवा KIIP 3 फिनिश गरेको हुनुपर्छ। अब परेन त बर्बाद। फेरि भाषा त चाहियो। तपाई कोरियामा करियर बनाउन चाहनुहुन्छ भने भाषा त चाहियो है। भाषा त चाहियो। कोरियन भाषा त पढ्नु पर्यो होइन भने अप्सनै छैन कोरियामा। त्यही भएर तपाईले यो भिसा एप्लाई गर्नको लागि टपिक लेभल 3 अथवा चाहिँ KIIP लेभल 3 चाहिन्छ। अब कुरा रह्यो, अब त्यो ट्रेनिङ पिरियडको जुन कलेज सकिसकेपछि चाहिँ के त, त्यो सकिसकेपछि तपाईले टपिक लेभल 4 ल्याउनु पर्ने हुन्छ। पछिको कुरा यो, पछि है। टपिक लेभल 4 ल्याउनु भयो र तपाईले चाहिँ अथवा KIIP मा 5 लेभल सक्नुभयो भने तपाई त्यही रिलेटेड कम्पनीले तपाईलाई हायर गर्यो भने त्यहाँ कम्पनीमा तपाईले पर्मानेन्ट जागिर पाउन सक्नुहुन्छ। भएन त गजब हो नि त हैन। आखिरी जागिरको लागि हो नि त। त्यही भएर चाहिँ तपाईले यदि करियर कोरियामा बनाउनु छ, लङ टाइम जानु छ, गर्नु छ भने बेस्ट है। आखिर पैसा कमाउने काम गर्ने नै हो। काम नगरी पैसा कसैले दिने होइन काम त गर्ने नै हो, कमाउने नै हो। तर तपाईको चाहिँ कसरी कमाउने भन्ने कुराको फरक हो। यसको लागि अर्को पनि के छ भने सजिलो चाहिँ यो भिसामा ट्रान्सफर गर्नको लागि, यो स्टुडेन्ट भिसामा ट्रान्सफर गर्नको लागि हैन, तपाईलाई कुनै पनि त्यो हुन्छ नि $20,000 $15,000 देखाउनु पर्ने क्राइटेरिया छ नि। अरु
D2 मा जाँदाखेरि हैन यो चाहिँ वेभ गरिएको छ यो नदेखाए पनि हुनेछ तर काम त्यो 35 घण्टा काम गर्नको लागि युनिभर्सिटी र तपाई बीचको म्युचुअल अन्डरस्ट्यान्डिङमा इमिग्रेसनमा भने अनिवार्य तपाईले निवेदन दिनुपर्ने छ या कि इमिग्रेसनबाट एप्रुभ भने लिनुपर्ने हुन्छ ल विचार गर्नुहोस् यदि तपाई यो ट्रेनिङ प्रोग्रामको लागि एप्लाई गर्न चाहनुहुन्छ भने तपाईलाई चाहियो के भन्दाखेरि KIIP 3 or टपिक 3 तपाई जस्तै विदेशमै हुनुहुन्छ इफ यु आर इन नेपाल र यो ट्रेनिङ तपाईले यो ट्रेनिङ भिसाको चाहिँ तपाईको स्टुडेन्टमा आउन चाहनुहुन्छ भने भाषा चाहियो त्यो तपाईको अरु दलालहरुले कन्सल्टेन्सीहरुले दुनियाले तपाईको यो नयाँ भिसा आछ यहाँ जान पाइन्छ भन्दाखेरि चाहिँ नबस्नु होला हैन 22 वटा युनिभर्सिटीहरु क्याटेगोराइज गरेको छ त्यो भिसाहरु के हो र त्यसमा जानको लागि के क्राइटेरिया हो भन्ने कुरा चाहिँ मैले तपाईलाई जानकारी गराएको छु है ल यो तपाईहरुलाई जानकारी मन पर्यो भने धेरै भन्दा धेरै शेयर गरेर सबैजनालाई जानकारी पुगोस् र बेनिफिट सबैले लिन पाओस् तपाईहरुलाई केही त्यस्तो कन्फ्युजन केही चाहिँ बुझ्नु पर्ने छ भने मैले जाने बुझेको कुरा जानकारी गराइ नै हाल्ने छु आजलाई यति नै भिडियो तपाईको दिन शुभ रहोस् है त ल सेवा रहोस्